माया, तुलसीको पूजा सक्यो भने भान्सातिर पनि हेर है। हुन्छ आमा। भाउजू चिया पाक्यो। सुरुमा हातमुख धोएर आउनु अनि चिया पनि आउँछ। भाउजू पनि वनको बाघले कहाँ हात धोएर खान्छ त? ए हात त धुने। हजुरको हातले पकाएको खानामा कीटाणु हुन्छ र भाउजू। ओइ मनोज, के हो बिहान बिहान भाउजूलाई जिस्काएर बसेको छस् त? अब पसल खोल्न जानु पर्दैन? खुरुक्क जा पसल खोल्न। खोल्छु आमा। भाउजूको हातले पकाएको चिया नखाई व्यापार चल्छ त? के हो जे सुकै गर, म त गएँ। थ्याङ्क यू भाउजू। माया बुढी के भयो? के होइन, अलिकति पोल्यो। खै यस्तो रातो भइसकेको छ, अलिकति पोल्या रे। पोलेर बिस्तारो गर्नुपर्छ नि। घरको काम गर्दा अलिअलि त भइहाल्छ नि। अलिअलि भनेर हुन्छ त, बिस्तारो गर्नु पर्यो नि त। तिमीलाई पोल्दा त मलाई दुख्छ नि माया। यस्तो रातो भइसकेको छ। बरु बजार जानुभयो भने एउटा ह्यान्डल भएको दिउरी ल्याइदिनु न है। हेर्छु होइन, ल्याइदिनु। हुन्छ मेरो श्रीमतीज्यू, ल्याइदिइहाल्छु नि। ल अब जानु, ढिला हुन्छ फेरि। तिमीलाई दिउँसो धेरै पोलो भनेदेखि मलाई फोन गर है। केयर गर है। बस। अनि काम सकेपछि रेस्ट गर है। मनोज ब्याग ले भाइ। त्यहाँ राख। बा ओइ म जान लागे है। ल जा। नमस्कार पण्डित बा। नमस्कार बाबु। चगटी लिएर बस्नु बाबु। नमस्ते काका। नमस्कार बाबु। कति कामले आउनु भएको थियो? पहिले नै दुईटा छोरा थिए, अहिले छोरी भई। म त न्वारानको लागि निम्ता दिन आएको। आहा, त्यो त साह्रै खुसीको कुरा हो नि बाबु। यसकै कमी थियो। पहिलेदेखि घरमा दुईटा छोरा थिए, एउटा छोरी भई। म त ढुक्क भएँ। गाउँका आधाभन्दा बढी मान्छेको नाम त पण्डित बाले राखे होला नि। के हो? हजुरको हातबाट न्वारान भयो भने म त ढुक्क हुन्छु। ल ठिक छ, भोलि बिहान राम्रो साइज छ। हुन्छ बाबु, म आउँछु। ल पण्डित बा, अरू ठाउँमा निम्ता बाँड्न जानु छ, म त लागेँ। ल बाबु ल। ल काका हेरेन। मनोज, पसल राम्रोसँग हेर्ने। उधारो नदे, अर्कै लाला फेरि पसल। ए हुन्छ बा। बिउ पनि ल्याउनु थियो। कति ल्याउने होला बा? ल्याउ न, 2 पाती जति ल्याउ। अनि मदन, तैँले घरको हेरविचार गर है बाबु। बाहिर काममा ध्यान दिने होइन, विचार गर। हुन्छ बा।
बुवा चिया। के भयो बुवा? केही भएको छैन। चिनी कम भयो कि? छैन छैन। मनोज बाबु आधा चिनी दिनु न। म नगदो कि उधारो काकी? मेरो अनुहार हेरेर नि सोध्छस्, पेन्सन आएपछि दिइहाल्छु। हजुरको खाजा त गाउँको इतिहास भन्दा बढी भइसक्यो काकी। इतिहास मेटाउन पाइँदैन बाबु, लेखिराख। यसपालि भारत जान पर्ने भएको छ क्या। अनि मदनको श्रीमती के गर्दैछ? ठिक छ काकी, भाउजूलाई कामले फुर्सदै छैन। राम्री बुहारी घरकी लक्ष्मी हुन्छ। लिनु काकी। ल गएँ है बाबु। हुन्छ हुन्छ। धन्यवाद दिदी। सहरबाट आएकी बुहारीलाई सुरुमा गाह्रै हुन्छ, बिस्तारै सिक्दै गइन्छ नि। हेर त एउटा गाग्री बोक्न त आउँदैन, यस्ताले के घर गरी खान्छन्? सहरकी बुहारी पऱ्यो नि त। सहरमा बसेकाहरूले घरजम गर्न सिकेकै हुँदैन, अलिक पढेका मात्रै हुन्छन्। अब घरमा खुसीको खबर सुनिनु पर्यो। पण्डितनीलाई नाति नातिना चाहिएमा हैरान पारेको छ। बेलैमा घरसम्म गरौँ भने त दुःख पाइँदैन। हो नि। मेरो छोरा ज्ञानी मान्छे स्कुल जानुपर्छ। हस् उठ। मलाई पनि मिठो हात चाहियो, त्यसपछि मात्रै स्कुल लान्छु। के भयो? हेर्नु न बहिनी, यो बाबु त स्कुल जानै मानिरहेको छैन भने। अनि ठुलो भएर के भन्ने? थाहा छैन मलाई। ल ठिक छ, अहिलेलाई तिमी स्कुल जाऊ, भरे आएपछि हामी मनोज अङ्कलको पसलमा जाने। साँच्चै? साँच्ची। अनि तिमीलाई मनपर्ने बिस्कुट पनि किनिदिन्छु। 2टा। तिमीले राम्रोसँग पढेर आयौ भने 2टा होइन 4वटा। हुन्छ। खै आमा किताब? मलाई काकै बिस्कुट नबिर्सिनु है। बिर्सिन्न। तपाईँले त भन्नासाथ मान्यो बहिनी। माया गरेर भनेपछि बच्चाले सुन्छ नि। त्यो त हो नि। चार महिनामा आउँदा घर गाउँ यति परिवर्तन, कति रमाइलो, आफू जन्मेको हुर्केको ठाउँ। अर्कोचोटिदेखि उधारो नमाग्नु नि। हुन्छ। ए नारायण बाजे पो आउनुभयो बाजे? आए बाबु, गरे। आशीर्वाद भाग्यमानी भए बाबु। अब के गर्ने, गाउँको माटोले बोलायो, अब आउन मन लाग्यो, के गर्ने। खोइदिनु यो ब्याग, म बोकिदिन्छु। बुढेसकाल आए पनि हात खुट्टा चल्न छोडेको छैन के रे बाबु। त्यो त हो, तर अब गाउँले तपाईँलाई बोकाएको देख्यो भने मलाई मार्दैन नि त। अनि कति दिन बस्ने? खै ठेगानै छैन बाबु, कति दिन बस्छु। छोराले त भनिरहेछ, गाउँको घरमा एक्लै नबस्नुहोस् बा, दुःख पाउनको लागि। अब त्यो वृद्ध आश्रममा गएर कसरी बस्न सक्छ र बाबु? हो। अनि कता, सिधै घरतिर? धेरै दिन भयो, असेट लाग्छ। ए पण्डितलाई यसो भेटौँ अनि घरतिर लागौँला नि त। ल ल। एकैछिन त्यहाँ पसल हेर्दै गरिदिनु ल। पसल त राम्रै चल्यो। अब आफ्नो ठाउँमा आउँदा पनि अर्काको अनुमति लिएर आउनुपर्ने।
एकछिन भारी बिसाउँ, त्यसपछि पण्डित पनि त आउलान् नि। ए आमा बाहिर हुनुहुँदो रहेछ। ए ल आइयो बाबु। ल आमा म निस्केँ है। ल जा। जान्थ्यौ र? पछि भेटौँला बाजे। ल बाबु ल। बाजे नमस्ते। नारायण। बस्नुहोस्। माया। हजुर। नारायण बाजे पनि आउनु भएको छ। उहाँको लागि पनि एक कप चिया थप त। धेरै दिनपछि आउनुभयो त। के गर्ने, अब यो गाउँको माटोले खोजेपछि यो बुढेसकालमा आफै खुट्टा लाग्दो रहेछ। नमस्ते बाजे। नमस्ते। लिनुहोस् चिया। नमस्ते। आयुष्मान भव। सन्चै छौ? हजुर सन्चै छु। ल आमा चिया। बस तिमी पनि खा। बस। अनि यिनी मदनको श्रीमती? हजुर। लामो समयपछि घरको चिया खाँदा त धेरै आनन्द। अनि मनोज त अहिले पनि उस्तै छ। मनोज त मनोजै हो नि, घरमा हाँसो ल्याउने उही हो। घरमा हाँसो उमङ्ग ल्याउने त राम्रो कुरा हो नि। अहिलेको समयमा सबै एकै ठाउँ बस्न त कहाँ पाइन्छ र? कोही कता भइन्छ, कोही कता भइन्छ। समयको गति यस्तै छ। त्यो त हो बा। बच्चाको आवाज नभएको घर सुनसान हुन्छ नि पण्डित नि। भगवानको इच्छा सबै हाम्रो हातमा कहाँ हुन्छ र? साना बच्चाको आवाज गुन्जियो भने बुढाबुढीको मन पनि फुरुङ्ग हुन्छ नि। बा, मिलन अमेरिकाबाट कहिले आउने भनेको छ? खै ऊ आउने दिन भन्दा म पर्खिने दिन धेरै भइसक्यो। आमा म भित्र काम हेरेर आउँछु है। हुन्छ। अहिलेका बुहारीहरू सानो कुरा पनि सहन नसक्ने उठेर गइहालिन्। मदन दाई, यो पालि आँप त निकै राम्रोसँग फल्यो। अब नासपाती पनि राम्रोसँग फलाउनु पर्छ कान्छा। त्यसको लागि चाहिने मल र औषधि म टिपिदिन्छु। हुन्छ। ए साँच्चै साइला काकाले हजुरलाई खेतबारीमा बोलाइदिए भन्नुभएको थियो। मैले त भुसुक्क बिर्सेछु नि। आज साइला काकाकोमा जान भ्याउँदैन सर। सदरमुकाममा गएर कागजात बुझाउनुहुन्छ। गाउँको बाली नाली बिग्रियो भनेदेखि कागज पत्रले खान दिँदैन नि। त्यही भएर पहिले खेतबारी हेर्नुपर्छ। साइला काकालाई भन्देऊ म आउँदैछु भनेर। हुन्छ मदन सर, म निक्लिन्छु है। हुन्छ दाइ, यो अनुदानमा आएको छ लिएर। ए हुन्छ ल। माया, ए माया, बुढी बुढी। हजुर। त्यहाँ म साइला काकाकोमा खेत हेरेर आउँछु। यो बिउ चाहिँ पवित्र काकीले बिहान भन्नुभएको थियो, तिमी छोड्देऊ न है। हुन्छ म पुर्याइदिन्छु। अनि यो आल्चा चाहिँ तिम्रो लागि। म फर्केपछि बजार जाउँला। तिमीले भनेको ह्यान्डल भएको दिउरी पनि लिएर आउँला है। मैले त त्यस्तै भनेको। त्यत्तिकै मेरो बुढीको हात पोलेको हेर्न सक्छु र म। ल म गएर आउँछु, तिमी तयार भएर बस है। हुन्छ जानु। अहिले साइला काका कुर्दा कुर्दै रात पर्ला। आओ मेरो गुन्टुक आओ आओ। काकी म यो बिउ पुर्याउन आएकी। मदनले पठाउनु भएको। राखिदेऊ। नानी त्यो डोको यता राखिदेऊ।
त्यहीँ राख्ने बस चिया खाएर जाऊ घरमा काम छ काकी 10 मिनटमा घर भत्किँदैन बस चिया खाएर जाऊ तँ एकछिन यतै घाँस खाएर बस है नानी तिमी आएदेखि त घरमा मान्छे भए जस्तो लाग्छ बा काकी पनि के छ सब ठिक छ घरमा ठिक छ काकी ल यो बिउको पोका चाहिँ भित्र राखिहाल्नु ल अहिलेलाई अलिकति हतार छ काकी निस्किन्छु है ल नानी आफ्नो ख्याल राख्नु है काकी मैले अहिलेको बाली यो धान सबै हजुरले भने जसरी नै रोपेको छु हजुर अलिअलि पहेँलो भयो हजुर हजुरले हेरविचार गरिदिनुहुन्छ कि भनेर मैले हजुरलाई दुःख दिएको नि मदन बाबु अलिअलि लेउ पनि पला छ काका हेर्नु न यसरी पहेँलो पहेँलो बस धान काका ठिक छ यो पानीको मात्र समस्या त होइन काका यो समस्या भनेको त रोगको पनि हुनसक्छ रोग आएको हुनसक्छ यसको लागि म केही औषधि र मल लेखिदिन्छु काका हजुरले लिएर आउनु होला ठिक भइहाल्छ काका तपाईँलाई म मार्केटमा भएको मध्येको राम्रो खालको मल लेखेर दिन्छु हजुरले त्यही लिएर आउनु होला नि मैले लेखेकै माग्नु होला है हस् अनि मदन बाबु मल यो विषादीहरू त सर्टेज छ भन्छन् त बाबु अनि कहाँ गएर ल्याउने बाबु त्यो वडा कार्यालयको नजिकै एउटा पसल छ छेउमै हजुर बाबु मदन सरले पठाउनु भएको मलाई यहाँ भनेर भन्नु होला हजुर दिइहाल्नुहुन्छ के गर्ने बाबु जति दुःख गरे नि यो कृषिबाट खाना पनि राम्रोसँग नपुग्ने भयो राम्रो हुन्छ काका यो लगेर लिएर आउनु ए हस् बाबु हस् म ल्याएर हालिहाल्छु नि बाबु हुन्छ काका हस् त मदन बाबु म औषधि लिन जान्छु बाबु हुन्छ काका हस् हस् काका अलि बिहानै छर्नु है फेरि बिर्सिनु होला म ल्याएर हालिहाल्छु नि बाबु बिस्तारै अहिले चोट लाग्छ नि केही भएको छैन म त स्ट्रङ भयो अहिले भएको छैन भएपछि थाहा हुन्छ ज्ञानी भयो भने म चकलेट किनिदिन्छु चोट लाग्यो भने आफैलाई दुख्छ हस् माया काकी अबबाट बिस्तारै हिँड्ने है ओइ हिँड्के जा ए बिस्तारै फेरि लड्छ अहिले आइपुग्नु भयो आइपुगे नि भरे फेरि अबेला हुन्छ जाम हिँड्न हुन्छ जाऊ माया गइसकेछन् बजारतिर
माया हजुर आज बल्ल बल्ल निस्किँदा कस्तो लागिरहेछ तिमीलाई? आज बजार गएर चटपटे पनि खाने ल। चटपटे खाने सुरुमा चाहिँ दिउरे किन्नुपर्छ। भइहाल्छ नि। जाने कहाँ होला त दिउरे पसल? झर्न श्रीमती ज्यू। दिदी ह्यान्डल भएको दिउरे छ, देखाउनु न हेरौँ। हेर त माया, कुन चाहिँ तिमीलाई ठिक लाग्छ? अबदेखि चाहिँ हात नपोलोस् है फेरि। यो ठिक छ। 200 रुपियाँ दिनु न। त्यो भन्दाले मिल्दैन दिदी? त्यो भन्दा पनि मिल्दैन। लिनुहोस् न। माया एकछिन है, यही प्याक गरिदिनु है। यसको यति नै हो दिदी? दाइ खोलेको घाउमा लगाउने मलम दिनु न। केले खोलेको? आगोले खोलेको। घाउलाई सफा गरेर 2 टाइम लगाइदिनु ल मलाई। 2 टाइम लाउँदा हुन्छ? कति पैसा हो दाइ यसको? यसको 80 रुपियाँ दिनु है। धन्यवाद। लाउ यो तिम्रो लागि, यो लगायो भने छिट्टै निको हुन्छ। यसको के जरुरत थियो र? थियो नि। बुढी केही खाजा खाएर जाने भयो र? भोक लाग्यो होइन? श्रीमानज्यू त्यो माथि घुमथिनेर नयाँ खोलेको रेस्टुरेन्टमा के पाइँदो रहेछ हेरौँ न है। आज बल्ल कति पछि निस्किन पाइयो, नत्र त तपाईँ जहिले बिजी हुनुहुन्छ। मलाई पनि मेरो पुरै समय तिमीलाई दिन मन लाग्छ, तर के गर्नु, काम पनि गर्नु परिहाल्यो। हो र मेरो श्रीमानज्यू। माया हजुर फेरि अलिकति समय पाएपछि चाहिँ गरी घुम्न जानुपर्छ है। पख हेलमेट खोलौँ। भइहाल्छ नि, घरमा गएपछि कामै काम हुन्छ, फेरि त्यही त हो नि। अलिकति समय पाएपछि म सहयोग गरिहाल्छु नि आफ्नो बुढीलाई। अब यही दिउरेमा मिठो चिया पकाएर देऊ है माया, हात नपोलिकन। भइहाल्छ। हो तारे हो मालदे हो। नमस्ते बाजे। नमस्ते। खेतको काम सकियो? खेतको काम त सकियो बाजे, तर खेतले त टाउकै दुखायो नि। हो र? भन्दा मदन बाबु आउनु भयो र अलिकति मनमा राहत पलाएको छ। मदनलाई खेतबारीको काममा एकदम मन छ। मन मात्रै कहाँ हो र बाजे, उहाँसँग त एकदमै ज्ञान पनि छ। उहाँ त यो गाउँलाई चाहिने छोरा हो नि। अनि बाजे, मदनलाई र बुहारीलाई मैले बजारमा मेडिकलमा देखाएको थिएँ। मेडिकलमा? बाजे म लागेँ। मनोज भाइ 1 किलो चामल दिनु न, म भोलि पैसा दिन्छु। हरि राई, हजुरको भोलि त 3 महिना भइसक्यो नि। मनोज बाबु त्यसो नभन्नु न, घरमा केटाकेटीहरू भोक्कै छन्। अहिलेको लागि 1 किलो चामल मिलाइदिनु न है।
यो गाउँको ब्याङ्क हो कि पसल हो मलाई नि थाहा छैन। के सोचेर बसिराख्नु भएको? आज साइदालाई भेटेको थिएँ। अनि मदन र मायालाई बजारमा देखेको रहेछ क्लिनिकमा। मायाको हात पोलेको थियो, सायद त्यसैको औषधि लिन गएको होला। ए मलाई त थाहै छैन। फेरि उही कुरा सोच्न थाल्नुभयो। है मान्छेले आफ्नो मनको कुरा सबै कहाँ भन्छन्। गाउँले नि कुरा गर्न थालिसक्यो। गाउँलेले भनेको सबै कुरा सुन्नुपर्छ र? म गाउँलेको कुरा सुनेर चिन्तित भएको होइन। मदन मेरो छोरा हो, उसको मनको कुरा बोल्न खोजेको। सबै कुरा समयमै हुन्छ। धेरै दबाब दिनुभयो भने झन् टाढा हुन्छ। म पनि दबाब दिन चाहन्न, तर आफ्नै घर सुनसान हुन्छ जस्तो लाग्छ। भगवानमाथि भरोसा राख्नुहोस्। सबै कुरा हामीले सोचे जस्तो कहाँ हुन्छ र? बुवा आमा खाना खान आउनु, खाना पाक्यो। ओम भुवनपतये स्वाहा, ओम अग्निपतये देवता स्वाहा, ओम भुवनपतये स्वाहा। बस भयो भयो भयो। आज त पसलमा हरिदाई र पार्वती काकीले मात्र उधारो लेख्न लगाए। अहिले त पसलमा कडा नियम लगाएको छु नि। गाउँमा पसल थाप्दा अलिकति धैर्यता राख्नुपर्छ के छोरा? राख्या छु आमा धैर्य त, तर खाता हेर्दा पो पसिना आउँछ र पो हो त। उधारो दिए पनि गाली, नदिए पनि गाली। त्यही त। आज त तरकारी मिठो बनेछ बुहारी। मिठो छ है छोरा? भाउजूले बनाएको न मिठो हुन्छ र। धन्यवाद आमा। भाउजू तरकारी राखिदिन्छु है आमा। मलाई अलिकति। बाबु लिनु त। अलिकति। दुखिरहेछ? पहिले भन्दा कम। अबदेखि काम गर्दा ध्यान दिएर गर है। घरको काम गर्दा अलिअलि भइहाल्छ नि। आज तिमीलाई बच्चाहरूसँग देखेको थिएँ। हरिबहादुरको बच्चाहरूसँग होस् या बाटामा खेलेका ती साना बच्चा, कति मायाले बोलिराखेकी थियो। थाहा छ, आज मलाई एउटा कुरा लाग्यो। के? तिमी पनि राम्रो आमा बन्न सक्छौ। मदन, यदि म यस्तो कुरा चाहिँ गर्दै नगर है। कहिलेकाहीँ सबैले एउटै कुरा गरिरहे जस्तो लाग्छ। बुवा, गाउँले, बच्चाको कुरा, सबैतिर उही कुरा। जसले जे भने पनि भन्न देऊ, तिमी मेरी हौ। त्यो भन्दा ठुलो कुरा अरू केही छैन। कहिलेकाहीँ डर लाग्छ मदन, कहीँ हाम्रो जीवन यतिकै त बित्ने होइन। माया, हिजो राम्रोसँग निदाइनौ। अनुहार हेर्दा त
थाकेको जस्तो छ। तिमी पनि राम्रो आमा बन्न सक्छौ। कसले बोला तिम्रो पढ्न जाऊ तिम्रो घर गरे काकी गाउँको पसली हो भाउजू, मान्छेको अनुहार पढ्न सकेछ। भाइ बहिनी मदन बाबुलाई भनेर केही काम छ भने भनिदिनु। म हेर्छु काकी, चिन्ता नगर्नु। तिमीलाई माइतीको याद आयो भने मेरो घर आउँदै गर है। यो घरको ढोका सधैँ खुल्ला छ नानी। हुन्छ काकी। फेरि त्यही कुरा छोड, म बुढो मान्छे जे मन लाग्यो त्यही भन्छु। ल यो खाना नारायण बाजेलाई पुऱ्याइदिएर आऊ। बाजे फेरि गाउँमै बस्न मन लाग्दैन। यो गाउँ पहिलाको जस्तो कहाँ छ? मान्छे फेरिए, घरहरू फेरिए, बाटाघाटा फेरिए। आँगनभरि बच्चा जन्म गर्न सकिने आफ्नो पेट पनि भर्न सक्यो होला। मदन, कहिले काहीँ तपाईँ मेरो पक्षमा पनि बोल्नुपर्छ। मलाई थाहा छ बुवालाई जग्गा फर्काउनु मिल्दैन, तर म एक्लै भयो जस्तो लाग्छ।